हजुरहरूलाई अलिकति केही फरक स्वादको छिटो अनि मिठो केही खानेकुरा बनाएर खान मनपर्छ भने यो रेसिपी चाहिँ प्लिज एकचोटि ट्राई गर्नुहोला। यो चाहिँ हो कुकर बिरयानी। हुन त मैले यसको भिडियो पहिला पनि राखिसकेको छु 2 चोटि। यो चाहिँ मेरो पर्सनली एकदमै फेभरेट के अरे रेसिपी हो होइन, खानेकुरा हो। हामी दुवैजनालाई यो एकदमै मनपर्छ अनि बनाउन पनि सजिलो हुन्छ, खाँदा पनि मिठो हुन्छ, फरक स्वादको हुन्छ कि। अनि त्यही भएर मैले अलिकति चिकन लिएर आएँ अनि त्यसपछि चिकनलाई मैले उमालेर मात्रै प्रयोग गर्छु कि मलाई नउमालेसम्म चित्तै बुझ्दैन। सकेसम्म र भ्याएसम्म मैले उमालेरै पकाउँछु। हेर्नु न कस्तो फोहोर निस्के जस्तो लाग्छ कि। पहिला चाहिँ मैले धुन्थेँ, धुँदाखेरि झनै कन्टामिनेटेड हुन्छ भन्ने थाहा पाएर अनि मैले चाहिँ अहिले बोइल गर्छु। अनि बोइल गर्दाखेरि एक्स्ट्रा फ्याट अनि त्यसपछि अरू केही फोहोरहरू सबै निस्केर जान्छ। अनि त्यसपछि मैले इन्ग्रिडियन्ट रेडी गरेँ। त्यति धेरै सामान्य केही चाहिन्न कि, जिरा अलिकति थोरै, अनि त्यसपछि अलिकति ड्राई त्यो सुक्खा मसलाहरू नकुटेको वाला भयो भने हुन्छ, अरूसँग धुलो छ भने धुलो राख्दा नि हुन्छ। अनि त्यसपछि त्यही हो तेल राखेर प्याज अनि ड्राई मसलाहरू लसुन अदुवा बेसार नुन खुर्सानी सबै राखेर एकैछिन फ्राई गर्ने। अनि मसला पाकिसकेपछि त्यो अघि बोइल गरेको चिकनलाई मजाले राखेर यसलाई चाहिँ एकैछिन पकाउनु पर्छ है, नुन पनि राख्ने स्वाद अनुसार। अनि यसलाई एकैछिन भुटेर रातो रातो बनाएपछि दही राखिदिने। अनि दही राखेर दहीलाई पनि मजाले एकछिन पकाउने चलाएर। अनि त्यसपछि चामल चाहिँ मैले मजाले भिजाएको चामल हो है, 2 घन्टा जति। अनि त्यसपछि चामल राखिदिने अनि मजाले स्वाई छिटी लाउने अनि तयार हुन्छ कि। यो यस्तो मिठो हुन्छ कि, खोइ मलाई मन परेको हो कि, ट्राई गर्नु है त।